हेलो नमस्ते। आज त यो एकदम छिटो उठ्यो। हेर्नुहोस् कोही उठेको पनि छैन यहाँनिर। र एकछिन बसेपछि यसलाई नुहाएर अब हामी तिनजना पूजा गर्नेछ नवमीको दिनमा, नवरथाको अन्तिम दिन नवमी। र हामी त्यसपछि माता रानीको यहाँ गाउँको मन्दिर जानेछ। फेरि यसलाई एकछिन छोडिदिन्छु। हेर्नुहोस् यो कति रमाइलो खुसी हुँदै खेल्दैछ। माता रानीको आशीर्वाद पनि हजुरहरूलाई सबैलाई नै लागोस्। र एकछिन यहाँनिर भजन पनि हुनेछ। भजन भएपछि यसलाई मैले खाना अघि दिइसकेको थिएँ, यतै मन्दिरमा नै बनाएर अब आरती हुँदैछ। र अब अन्तिमको अब 9 दिनको व्रतहरू लिनेलाई कन्या पुज्दैछ र यसलाई पनि हामी कन्या पुजिरहेको छ। हेर्नुहोस् खाएर। ओके, बाई बाई।